आजको तरकारी इस्कुस भात इस्कुस र परवर इस्कुस र परवर मिसाएको अरे कस्तो कम्बिनेसन हो सोयाबिन पनि इस्कुस परवर सोयाबिन एकै ठाउँमा आलु पनि खुर्सानी कागती अनि यो दाल दाल के को अरे मम्मी राजमाहरू के हो ल राजमा र सिमी चना गेडागुडी सबै मिसाएर तरकारी पनि जोगी अनि त्यसपछि दाल पनि जोगी रहेछ आज है दाली मिक्सकर त हुन्छ नि दाल त मासुको मात्रै हो ठिक छ तरकारीमा सोयाबिन पनि हाल्यो मेरो तरकारी मिठाई छ खाऊ त अहिले खान्छु डढ्यो भने होइन तरकारी डढे नि मिठाई छ मैं नानीलाई फोन गरेर गएँ डढ्दैन भनेर डढेँ 500 राख्नु पर्छ 1000मा राखेको मिठो भयो भोक लागेको बेलामा फोन आयो ठिक छ सम्झिया थियो क्या तपाईँलाई धेरै दिन भयो भनेर अनि के छ त नि सम्झिनु त सबैजना म त रुवा लाएर अझै जाँड्छ सम्झ होइन है अस्ति त रुवा लाएर कस्तो भयो अहिले त ठिक भयो भन्नुपर्छ अझै मैले खाना खाने बेला मम्मीलाई फोन आउँछ अनि त ठिकै हुन्छ रुवासुवा केही ला होइन ठिकै हुनुहुन्छ तपाईँ के खान लाग्यो ए अनि त्यस्तो त नि घरमा छोराछोरी बुढालाई सबै सासु बुढी कता हो ए कहिले आउनुहुन्छ त नि यता सुती छ भर्खर सुती छ त्यो कोठाबाट मैले त भान्साना आएको क्या फेरि बोल्या सुनेको चाहिँ उठिहाल्छु ए चाटुटाले झाँटै उठ्छ होइन हुँडा टेकेर के हुँडा टेकेर भान्सासम्म आउँछ उता उता जान्छ उता उता जान्छ जहाँ पनि खरेन गरे उठ्दै ल तपाईँलाई सम्झना छ कहिले खुट्टा त्यही चाहिँ कहिले हुन्छ भन्ने छ है त सानी हो जस्तो छ सानी फुच्चीको दायामा सम्झना आइरहेको छ नि सबैलाई सम्झिरहेको छु मैले खेर आउँछु भनेको छु अलिक मलाई अलिक ठिक भइसकेको छैन क्या खोकी लगाइरह त्यो औषधिले भयो मलाई त आँखै तिर्मिरहेको नि अनि त्यही भएर अनि यसो यतापट्टि यसो हिँड्न पनि न म गएर पनि यहीँ पनि न गइ छैन क्या चोकासम्म मैले यसो हिँड्छु भन्छु अनि आँटेर सकिसकेन क्या अलिक कमजोरी टन्न काम गरिसकेपछि त क्या भात रोज्ने तर फेरि यो साउनको महिना लसुन माथि काम सबै सकेर कोठा सफा गरेर आएको तरकारी पकाउँछु यति भात पकाएर खाइछु क्या यति एक महिना काम सक्दाखेरि पसिना पसिना चिसो पार्ने नुहाएर भात खाँदाखेरि त सबै खाना सबै खान थालेपछि अलिक होला नि मजा आउँयो खाइछु त्यस्तो त अनि एक छाक खाइछु क्या बेलुका होइन अब बिहान खान्छु बेलुका चाहिँ यसो त्यही खान्छु त्यही हो त्यति अहिले
रोटी त पकाउन झ्याउला तल्ले गर्छु अनि रोटी कहिलेकाहीँ रोटी पकाएर खान्छु कहिलेकाहीँ सधैँ झ्याउला कहिले चिउरा नि खान्छु कहिले के खान्छु त्यस्तै चिउरा खाइछु ठुलो नानी ठिकै हुन्छ ठुलो नानी हातमा बोल्न लैजाउँ पनि नानी हुन्छु ठिक हुनुहुन्छ है दुधको तर भनिदिन्छु मेरो फेभरेट कपाल काटिदिए हुन्छ न सानी आउनु न काँचो आउनु आउनु अब त छोटै बनाउँछु आउनु नुहाउनै नसके नुहाउन सक्नुहुन्न अस्ति गएको शनिबार तर हो डिटिसको दुध अलि बढी मिठो भयो आज पनि छ क्रिमी टेस्ट तेल हाल्ने धेरै विचार गर त थोरै खाऊ त तेल सबै हाल्ने क्या साँच्चै हो तेल हाल्ने अगाडि त्यो पोखियो तेल त हल्नुहुन्छ पेटको त जम्मै दल्न लागेन हातबाट बालेन सरकार आएदेखि डिटिसीको दुधको स्वादै फेरिरहेछ बालेनले डिटिसीलाई सपोर्ट गर्ने भने हो नि त मलाई त्यस्तो फिल भयो कि साँच्चीकै हो थाहा छैन तर दुधको टेस्ट चाहिँ फरक छ 2-3 दिनदेखि मिठो क्रिमी टेस्ट अनि चिया पकाउँदाखेरि पनि कस्तो काँचो चिया जस्तो खस्स गनाउँथ्यो पहिला मसला हालेन भने बास्ना आउँथेन तर आजभोलि यसकै क्रिमी त्यो बास्नाले मिठो भएको छ चिया तपाईँहरू पनि विचार गर्नु है कहिले सानी पनि आउनुहुन्न तपाईँ आउँदिन मेरो कपाल काट्या भन्नु अन्त हल सानीलाई पुग्छ कि छैन म पनि अब यसो मिलाएर हामीलाई